Hello guys. शिव सिद्धार्थ भाइ आज हामी कहाँ जाँदैछौँ? आज हामी ह्याम्बर्ग जाँदैछौँ। यो मेरो जिन्दगीको पहिलो भ्लग हुन्छ र म यो एकदम अपलोड पनि गर्छु जस्तो लागिरहेको छ अहिलेसम्म चाहिँ हैन। मैले अपलोड गरेर पनि तपाईले देख्नुहुन्छ। हामी भर्खरै हाफ बाना पाइयो हैन। अब हामी कतिमा पुग्नु पर्ने? कति बज्यो अहिले ठ्याक्कै? 27 भयो। 33 मा पुग्नु पर्छ। प्लेटफर्म स्टेसन 9 दगुर। आज नयाँ वर्षदेखि नयाँ भ्लग स्टार्ट हो के? आजदेखि अब मेरो करियर चेन्ज भयो। अब न्यू सिजन बाने अन टाउन। या होइन मेरो च्यानलको त्यहाँ यो हाम्रो हाफ बाना हो सेन्ट्रल ट्रेन स्टेसन ब्रेमेनको। के रे युक्रेनको नै होइन त्यो हल्का छ तर त्यो अर्कै छ हल्का। युक्रेनको डार्क ब्लू छ। लाइट ब्लू हो क्या त्यो। प्यालेस्टिनियन फ्ल्यागहरू कति हुन्छ यार। त्यो क्याम्पेनहरू गरिरहेको हुन्छ। मलाई डर लाग्छ भने कति अरे प्लेटफर्म नम्बर 9 हामी प्लेटफर्म नम्बर 9 मा पुग्नु छ। 9 होइन त हाम्रो यहाँ बोर्ड छ सबै ट्रेनको। हाम्रो 12:33 ए छैन त्यहाँ त यता होला ल ऊ त्यहाँ ऊ हाम्बर्ग 12:33 को हाम्बर्गको। ल लेट्स रन नत्र फेरि भेटिन्न ट्रेन। एकदम भिड छ हाम्बर्गमा आज 2026 को पहिलो दिन हो। एकदम चिसो छ मान्छेहरू यति छ है हाम्बर्गमा। एन्ड आई एम रनिङ। 9 अगाडि हो। छुट छ क्या यार? कति बज्यो? 29 भएछ। धन्न नठोके क्या यार। छुट छ जस्तो छ। 1 मिनट बाँकी छ। 9 10 एउटै थियो। ब्रेमर हाभन यो हाम्बर्ग रेगिनल 4 हामी हाम्बर्गमा अब चढ्छौँ। यो ट्रेन हो हाम्रो। ट्रेन देख्न सक्नुहुन्छ। हामी भर्खर ट्रेनमा आयो। यस्तो चिसो छ अगाडि कहाँ आउनु। ऊ चाहिँ अहिले भनिसक्यो मैले ट्रेयरबाट आएको होइन। ट्रेयरबाट आएको अनि उसलाई हामी ह्याम्बर्ग घुमाउनु लाँदैछौँ। तिमी अस्बिलङमा छौ होइन? नेपालमा कहाँ तिम्रो घर? सप्तरी। तिमीले हल्का भन्दैन अस्बिलङको बारेमा? लाइक कस्तो छ अस्बिलङ? तिमीले अहिले सोचेको र भन्दा फरक पायो कि ठिक लाग्यो? राम्रो भयो है। के कुरा अब हल्का हुन्छ नि त अलि वाउ लाग्यो। के भन्नु अब थियोरिटिकल भन्दा प्र्याक्टिकल बडी हुन्छ होइन। नलेज बडी गेन गरिदिन्छ। त्यही हो हार्ड हुन्छ। अनि फिल्डहरू त टन्नै छ होइन तिमीलाई त हल्का अरू साथीहरूतिर आइडिया भयो होला नि त। तिमीलाई बेस्ट चाहिँ कुन फिल्ड लाग्यो अस्बिलङको? मेरो चाहिँ बेस्ट चाहिँ आइटी लागेको थियो तर आइटीको प्लाजै पाएन क्या, प्लेस पाएन क्या। किन आइटीको लागि धेरै ल्याङ्ग्वेज चाहिने? ल्याङ्ग्वेज हुँदा पनि धेरै हुन्छ नि, स्ट्रगल हुन्छ क्या, धेरै कम्पिटिसन हुन्छ। कोर्स गाह्रो हुन्छ होला है? कम्पिटिसन हुन्छ। तिम्रो चाहिँ केमा अरे? मेरो इलेक्ट्रोनिकमा। अनि कस्तो हो त्यसमा? गाह्रो छ। कति हो भन्नाले? ह्यान्डवर्कर हो क्या है? ह्यान्डवर्कवाला हो। अनि त्यही हो प्लाज पाउन चाहिँ सजिलो छ अनि गर्न चाहिँ गाह्रो छ। गर्न गाह्रो छ। ल गाइज हामी भर्खर कहाँ आयौँ? हाम्बर्ग हाफ बानामा आयौँ। हामी कहाँ जाने हो? समुद्र हाम्बर्गमा समुद्र छैन यार। हामी हाम्बर्ग हाफ बानामा आयौँ अनि एउटा ट्रेन स्टेसनमा जाँदैछौँ। हामी आज सिप चढ्ने भनेको त्यही भएर जाँदैछौँ। लेट्स सी हाउ इट गोज। हामीले यता हो
उटु उचाइ एकदम कन्फ्युज छौँ हामी Let's see how it goes. Keep vlogging. यस्तो चिसो छ नि कसम भनेको लास्टै खोजेको लोकेसन अर्कै हो लेट्स सी अब कतापट्टि छ त थाहा छैन हामी खोज्दै हिँडिरहेको छौँ आज मेरो पहिलो दिन क्यामेरामा यस्तो हात दुख्दो रहेछ क्यामेरा होल्ड गर्दाखेरि है कसरी गर्छ भनेर भ्लग गर्दा होइन भनेको त्यहाँ उचाइ र उटु रहेछ यसैमा जाने हामी चाहिँ Guys, Ausgang भनेको एक्जिट तल हामी 2 तला तल आयौँ है 2 तला तल आयौँ क्या 2 स्टोरी हो स्टोरी के भन्छ कति स्लो हिँड्ने है यो त बिग्रियो जस्तो लाग्यो कति स्लो हिँड्ने यार उचाइ हो यो उचाइ हो उचाइ हो ऊ आइन्स माथि देखाएको छ अनि ऊ हो र जाम चाइ भने होइन भाइले कति भने सोधन हाम्रो ट्रेन आइसकेको छ एक्कासी अर्को रुट आउनुपर्यो गयो भने गइहाल्यो भेटियो धन्न we are here finally yeah that's good भइरहेको हामी एउटा ट्रेनमा आएको त्यो ट्रेन नजाने भयो फेरि अर्को ट्रेनमा जानु पर्यो अब अर्को कुर्ने हो कि के भने त भने यस्तो नजाने चाहिँ कन्फ्युज हुन्छ अनि डिले कति मिनट भयो त्यो नेटमा हेर न अहिले हेरेको ठाउँमा ओपन युनिभर्सिटी यस्तो बोर्ड हुन्छ अनि यहाँ यस्तो देख्न सकिन्छ हामी फाइनली एउटा स्टेसनमा आइयो होइन हराउँदा अब यो स्टेसन राइट होस् भन्ने छ होइन लेट्स सी यो स्टेसन राइट भयो भने बल्ल नत्र यस्तो दुःख पायो 1 घन्टा डुले हम ट्रेन एकदम रुटहरू चेन्ज भइरहेको न्यू इयर भएको भएर होला लेट्स सी अब पाइयो भने राम्रै भयो भनौँ न हामीले पुरिराखौँ जस ट्रेन चाहिँ फाइनली आयो अब हामी यसैमा जाने हो अब यहाँ पनि कति मिनट डिले हुन्छ लेट्स सी कुर्दा पागल हो यार है कहिले कता गर्छ साइको भइसक्यो म त लेट्स सी अब हामी कुरिराखौँ
अब म सिधै तपाईहरुलाई हाम्रो सिपमा चढेपछि देखाउँछु किप लभिङ हामी चाहिँ अहिले एकदम सी साइड सी नै होला यो कुन सी हो के थाहा भएन तर एकदम ठुलो छ है बाहिर पानी परिरहेको जान डर लागिरहेको छ यता आइयो हामी यहाँ झरी अब लेट्स सी अब यहाँ बोटिङ गर्ने भने हो यहाँ हाम्रो केपी हत्याराज्यूको पानी जहाज जस्तै छ ठाउँ चाहिँ केपी हत्याराज्यू हो त त्यो त आतंककारी हो नि हैन अब हामी समुद्र हेर्न आइछौँ हैन हावा त खतरा लाग्यो यार हामी सी नजिकै आयौँ तर चढ्न पाइन्छ हाम्रो डोइचल्यान्ड टिकटले I'll show you guys. Wait. कस्तो पानी पर्यो यार यति धेरै बोटहरु छ नि है यति धेरै बोटहरु छ नि नाइस अस्ति जे भयो नि त्यही हो हामी चढौँ न त हाम्रो टिकट छँदैछ गएर बुझौँ होइन पानी बिचो पऱ्यो गाइस सेसन चल्दैछ पुरा पोज दिँदैछन् है हाम्रो शिव सरको पोज चल्दै फोटोको लागि तर यसबाट राम्रो आयो यार भ्लगमा यार तिम्रो खतरा आउँछ जस्तो छ कसम पानी पर्यो यार मेरो मोबाइल आज जान्छ जस्तो छ सबैले भोला खायो हुन्छ नि तत्कालले देखेर तर होइन गाइस कसम यार आज टोपी दिवस भएको टोपी पनि लाग्यो तर यस्तो चिसो छ गाइस जस्ट वेयरिङ द नेपाली ह्याट सबैले हेरेर ह्याट कस्तो मिलेको होइन तर केही छैन दिस इज माई ह्याट दिस इज माई नेपाली ह्याट आई विल वेयर इट फर स्योर कैलाशको शिर जस्तो के भन्छन् हाम्रो शिव चढौँ भनेको यस्तो जाडो छ सिद्धार्थ भाइलाई हिँड नि त जता भए पनि हामीले कन्भिन्स गरिदियौँ सिद्धार्थ भाइलाई हाम्रो हाकिम भनेको सिद्धार्थ भाइ हो नि त अनि हाकिम जस्तो भन्छ अहिले कन्भिन्स गर्नु पर्यो This is their cult. 2 घण्टा हो क्या त्यही मरिन्छ मिलेन थाहा छैन लेट्स सी हाम्रो सिप यहाँ छ अब लेट्स सी चढ्न मिल्छ कि नै थाहा छैन हामीलाई होइन यस्तो रहेछ जे फर्स्ट टाइम म यति नजिक आएँ सिपको सेतीबेनीमा स्टेम्बर भन्ने त चढ्यो यहाँ चाहिँ सिपमा आएको छु अब लेट्स सी यहाँ सोध न गएर डोइच बोल्न आउनुलाई एउटा सोध्छौँ पाउँछ कि हाम्रो डोइचल्यान्ड टिकटले हाम्रो सेमेस्टर टिकट हाम्रो टिकट चल्छ कि हाम्रो स्ट्यान्डको छुट्टी टिकट हुन्छ क्या त्यो चल्यो भने सही भयो है दिस इज द सिप ओ माई गड यो सिप मिल्छ हामी चढ्न सोध न हात त हिजो जस्तै हो नि भयो यार न्यु इयरको सेलिब्रेसन जस्तै सोध फ्राग ओके चढ्दा नि यस्तै अहिले सिप चढ्दा नि यस्तो 62 नम्बर भने म त गाली गरेर त्यहाँ भिडियो गर्दाखेरि हामी सिपमा आयौँ Let's see from here. माथि जाने डर लाग्छ समुद्र अब पानी भरि पुरा लागिहाल्छ हाम्रो चाहिँ वहाँ हुन्छ नि स्याङ्जामा त्यो सेतीबिनी शिला भन्ने हुन्थ्यो होइन त्यहाँ जाँदाखेरि हामी बोटमै जानु पर्थ्यो तर हामी चाहिँ हल्का पानी पऱ्यो भनौँ न त्यति डर पनि लाग्दैन
हेलो जर्काल्ट अब हामी माथि जाने हो भने हो लेट्स सी हाउ इट गोज ओ म्यान यहाँ आउने फोटो खिच्ने त यहाँ आउने फोटो खिच्ने त यस्तो बल भाइ सायद है ती बल यार नाइस म्यान extreme level. मेरो मोबाइल खस्यो यस्तो छ है मोबाइल खसेर उठाएँ सिपबाट झऱ्यौँ अनि सिप गयो तर पानीले मोबाइल पनि भिज्यो यस्तो भिज्यो भयो मोबाइल खस्यो हावाले है मान्छेलाई उडाउने हावा छ सिद्धार्थ भाइ भिडियो लिएर बसिरहेको हो मोबाइल त टोटल्ली डिस्ट्रोय भयो जस्तो यहाँ धेरै चिसो छ भन्न के भन्छ एसिस जर्काल्ट यो जर्मन भाषा बोलेकोमा तपाईँहरू बुझ्नु भएन होला यस्तै हो बिस्तारै सिक्नुहुन्छ मैले सिकाउँछु तपाईँहरूलाई मैले अब जर्मन सिकाउने भयो नि भाइहरू ए हावाले पुरै यार हामी लिटरली फसिरहेको बाहिर एकदम ठुलो पानी परिरहेको हामी कहाँ जाने हो पनि थाहा छैन है हामी कहाँ जाने हो पनि थाहा छैन र हामी एकदम पानी परेको भएर यहाँ रोकिरहेछौँ एकदम फेरि पानी पनि एकदम विन्डी एकदम जोडसित हावा लाखेर पानी परेको त्यही भएर हामी यहाँ कुरेर बसिरहेछौँ वी डोन्ट नो व्हाट टु डु नेक्स्ट यो चाहिँ एकदम यो के भन्छ पार्किङ लट टाइपको छ हो रहेछ जस्तो लाग्यो लेट्स सी हाउ इट गोज फर अस फिङ्गर्स क्रस्ड निक्ल्यौँ थुनिएर हामी कहाँ जाने थाहा छैन कसरी जाने थाहा छैन जस्ट जाने भन्ने थाहा छ बस होइन फाइनल्ली आइयो हामी फाइनल्ली वी आर अन द ट्रेन धन्न आइयो यार है भाइ के भन्नु हो तिमीलाई धन्न भेटियो यार 8 मिनट कुर्नु पर्थ्यो हामी चाहिँ इन्डियन रेस्टुरेन्टमा आएर टक्क नास्ता खानलाई एकदम कस्टली छ फाइनली हामी तिनटै ब्रेमेन फर्क्यौँ अहिले रातिको 6 बज्यो राति त नगरौँ साँझ भयो तर यस्तो राति भइसक्यो नि यहाँ 4 बजेदेखि पुरै टोटल्ली राति हुन्छ क्या यो भन्दै आजको भ्लग इन्ड हुन्छ किप इन टच यो मेरो पहिलो भ्लग हो अब भ्लग आइरहने आशा अपेक्षा छ सम्भावना हाई छ एकदम अब नेक्स्ट सिजनमा ल बाई